शासन तानाशाही शासनलाई हटाउनलाई राजदरबारको सबैजना सखा बनाउन पर्छ भने कुन चाहिँ शास्त्रमा लेखेको छ भने के वंशनाश गरिदिनुपर्छ भने चाहिँ कुन शास्त्रमा लेखिएको छ भनेपछि प्रचण्डको त्यो बेलाको क्रान्ति जायज थिएन यो देशबाट राजा फाल्नु गलत गरे 17,000 मान्छे मार्ने दुनियाँलाई विधवा बनाउने र हाम्रो एउटा चाहिँ नि श्रीपेज एउटा ढलाइदिएर एउटा सबैको वंशनाश गरिदिएर अनि राम्रो हो जायज हो राम्रो कुरा हो अब यो सरकार पनि प्रचण्ड ढाल्ने तयारीमा छन् त्यसको बाउले ढाल्छ यहाँ के पनि ढाल्दैन एउटा रुख पनि ढाल्न सक्दैन प्रचण्डले एउटा रुख पनि ढाल्न सक्दैन एउटा मान्छे पनि ढाल्न सक्दैन ल अब त च्यालेन्ज हो यो सुन्नु न अब त कम्युनिस्ट पार्टी एकट्ठा गरेर बालेन सरकारले जसरी चाहिँ अब यो आन्दोलनमा चाहिँ पुरानो सत्ता ढलाउँथ्यो नि त्यसरी चट्ट ढलाउने रे के अनि यस्तो हुन्छ नि त अब कसरी ढल्छ चिया पसलका 2-4 पिपल रोडमा बसेका बुढाखाडाले सपोर्ट दिएर हुँदैन जेन्जी युवाहरू सबैजना देश विदेशबाट सबै पाल्ने र रविको हाई छ अनि तिनीहरू पनि आउनु पर्यो कि 2-4 जना वरिपरि त्यो लौरो टेक्ने बुढाहरूलाई लिएर गएर आउँदैन फर्किँदैन हिजो भोट हालेकाहरू आज सडकमा आउन तयार भए भनेर प्रचण्डले उद्घोष गरे क्या भन्दैन के भन्दैन 5 वर्ष हेर्छन् उसको आए पनि उसको पछि आउँदैनन् के प्रचण्डको पछि आउँदैन नयाँ फेरि नयाँ पुस्ता ल्याउन खोज्छन् र नयाँ ऊ ल्याउन खोज्छन् त्यही पुरानोलाई हामीले फेरि साथ दिएर अनि त्यसपछि उ गरेर फेरि त्यो पुरानोलाई सरकारमा हेरेर चाहँदैनौँ नि त अब त हामी सबैजना अबल भइसकेको व्यक्तिहरू छौँ के त्यो सत्तामा पुग्नु तपाईँ हुनुहुन्छ म छु अनि के सधैँभरि तिनीहरूलाई मात्रै पालो दिने हाम्रो पालो कहिले अस्ति भर्खर केपीओलीले के भन्नुभयो भने यो देशमा कि वामपन्थी हुन्छ कि लोकतान्त्रिक पार्टी काङ्ग्रेसहरू जस्ता हुन्छन् यी रासोपा आछिमा झोसे बारुलो भनेर संज्ञा दिनुभयो क्या केपीओलीले पनि अब यहाँनिर नेपालमा कुनै पनि पार्टी हुँदैन एमाले काङ्ग्रेस माओवादी पत्ता साप होइन एउटा हुन्छ रासोपा पार्टी अर्को अब फेरि जन्मिन्छ अब 5 वर्षमा अर्को पार्टी अब जन्मिँदै जान्छ नयाँ हुँदै जान्छ त्यो पुरानोहरू सबै फाल्दै कोल्याप्स भएर सिद्धिसकेको छ उनीहरूले पनि यही भने हामी सिद्धिने चाहिँ होइन एक भएर नयाँ पार्टीको नाम नयाँ लिएर आउने चाहिँ यिनै टाउका भनिरहेछन् क्या कुनै पनि टाउका आउने होइन केही पनि होइन हेलिकप्टरमा भागेको दिनहरू बिर्स्यो होला होइन हिजो प्रचण्ड फेरि घरबाट भागेको के अरे यसको यो 7 बाटोमा यसको घरबाट फेरि भागेको दिन बिर्स्यो होला जुन दिन 24 घन्टाको आन्दोलनको त्यो भोलिपल्टको त्यो आगो लाउने दिन थियो होइन त्यो कुराहरू सबै बिर्स्यो होला उसले त्यो फेरि सम्झ्यो भने फेरि काली लाग्छ उसलाई पैसै छोडेर भागेको थियो हेर्नु है त्यहाँ सबै सामान छोडेर भागेको छ म पनि त्यहीको बासिन्दा हो सबै कुराहरू मैले प्रत्यक्ष देखेको छु फेरि उहाँको मैले राम्रोसित हेरेछु फेरि त्यो दिन फेरि नफर्किन भन्न सकिँदैन हामी जस्तैले ल्याउने फर्कन्छ तर हाम्रो लागि होइन अब बालेनलाई फर्कन्छ बालेन चाहिँ हेली चढ्न भ्याउँदैनन् भनेर प्रचण्डले उद्घोष गर्नुभयो क्या बोल्न त बोल्यो तर 10 टा सोधेर त्यो भन्दा पनि अब भाग्न रेडियो यस्तो हुन्छ कि भाग्न त भाग्यो भन्नुभयो होइन तर यस्तो हुन्छ अब के अरे भाग्ने पालो चाहिँ यिनीहरूकै हो कि भाग्ने पालो अब जेन्जी यो बालेनहरूको हुँदैन अस्तिको भगाइले पुगेको छैन अस्तिको भगाइ पुगेको छैन अस्ति जनताले एकचोटिलाई चान्स छोड्यो अब अर्कोचोटि जेन्जी उब्रियो भने यिनीहरूको पत्ता साफ हुन्छ भनिहाल्यो यिनीहरू यति हड्डी पनि भेट्दैन खरानी पनि भेट्दैन यिनीहरूले खरानी ग्याङ भनिरहेको छ यिनीहरूको खरानी पनि भेट्दैन एकचोटि हामीले चान्स दिएको हो अस्तिलाई बालेन सरकारले हामी सबैजना राजसभा पार्टीले अब भनौँ न जेन्जी हो तिनै गढ जेन्जी युवाहरूले चाहिँ सपोर्ट दिएको हो अब पनि फेरि उग्र भयो भने यिनीहरूले फेरि यो भुग्न थालिरहेको छ यिनीहरूको मुख एकातिर च्यापु एकातिर खरानी ग्याङ भन्छन् घन्टीले हानेर यिनीहरूको के पनि अस्तु पनि रहँदैन वस्तु पनि रहँदैन के पनि रहँदैन वस्तु के पनि रहँदैन बुझ्नु होइन अस्तु भनेको जिउको हड्डी वस्तु भनेको चाहिँ लुगा होइन त्यो पनि रहँदैन के नाङ्गै लहर्छन् के तयारी भनेको सबै दल मिल्ने र अबको प्रधानमन्त्री चाहिँ पुष्पकमल दाहाल प्रचण्ड बन्ने भनेर तयारी गरिरहेछन् क्या पुराना दलहरूले मैले भने त सबैजना यो देश अधिराज्यभरको सबै मिले पनि देश विदेश अमेरिका युरोप सबैजना मिले पनि नेपालीसँग सक्दैन अब सक्दैन कि यिनीहरूले बुझ्नुभयो मैले भने त यो दलले 5वटा दल मिलेर 3टा दल मिलेर के पनि हुनेवाला छैन अमेरिका अस्ट्रेलियाको हात हतियार ल्याए पनि अब प्रचण्डहरू आउनु भनेको त अब त के अरे उही पत्ता साप हो कि सिद्धिसक्यो कि यिनीहरूको दिन चर्या सबै कुरा नै सकिसकेको छ अहिले प्रचण्डलाई एउटा आरोप पनि लागिरहेछ हिजो यो देशमा चाहिँ हिन्दूहरू थिए तर प्रचण्डले चाहिँ गाई काटेर खानुपर्छ भनेर जिल्ला भने अरे भन्छन् यो कुरा साँचो हो गाई काटेर खाएको पनि हो पहिला तिनीहरू जङ्गल पस्दाखेरि होइन दुनियाँको छोरी बेटीलाई बिगारेको पनि हो दुनियाँको उसलाई गरेको नि अनि यस्तो शासकहरूलाई हामीले फेरि ल्याउनु भनेको त हाम्रो मूर्खता होइन र भने हामीले त हिजो हामीले रे भनेर पढेको होइन कि हामीले हिजो देखेको भनेर हामीले भनेकै छौँ त हामीले नै स्वयं हामी प्रत्यक्षदर्शी हामी नै छौँ त
कति भिडियोहरू भाइरल पनि भएका छन् त हो कि प्रचण्डले गाई काटेर खायो भन्ने त आरोपै होला क्या गाई काटेर खायो भने आरोप होइन जङ्गलमा तपाईँले देख्नु भएको छ गाई एकातिर टाउको काटेर त्यही मासु खाएर दसौँ दिन जङ्गलमा सुते त्यही के अरे त्यही गाईका ऊहरू लगाएर बस्थे तिनीहरूले त्यतिसम्म अराजक गरेछ हामीले भिडियो हेरेनौँ र भने कि हामी कुन देशको नागरिक हो र यही देशको नागरिक हो हामीले सबै प्रश्न छर्लङ्ग देखेको छौँ तर उनीहरूले त के भनेका छन् भने हामीले जनताका लागि जनता बोल्न नपाउने अवस्थाका जनताका लागि आज अधिकार हर घरमा पुर्याइदिउँ हामीले ल्याएको क्रान्ति हो अब यो क्रान्ति फेरि गर्ने बेला भएको छ सरकारका विरुद्ध लाग्छौँ र सरकारलाई सडकमा झार्छौँ 24 घन्टामा उनीहरूले सिकाएका छन् एक दिनमा हामी पनि ढाल्छौँ भने क्या एक दिनमा होइन 1 मिनटमा ढाले पनि केही फरक त परेन तर अब हामी जनताले चाहिँ त्यही पहिलाका पार्टीलाई चाहिँ विश्वास गर्दैनौँ किनभने हिजोको दिनको हाम्रा हजुरबाउ हजुरआमा त मर्दै जान्छन् नि त मरिसके नि त उनीहरूलाई सपोर्ट गर्ने पक्ष अनि हामी सपोर्ट गर्ने त अहिलेको जेनेरेसन बालनलाई हो भनेपछि अनि हामी बालनलाई पो सपोर्ट गर्दै जान्छौँ त भनेपछि अनि त्यो फेरि हामी फर्केर हामी जस्तो यङ पुस्ताहरू हामी जस्तो तपाईँहरू जस्तो त्यही पहिलाको जुन एमाले काङ्ग्रेसलाई तपाईँको पहिलाको विगत हेरेर फेरि कोटाउन जानु चाहनुहुन्छ त तपाईँ पनि चाहनुहुन्न नि त म पनि चाहदिनँ त्यही कारणले हामीभन्दा अब झन् नयाँ नयाँ पुस्ताहरू आइरहेछन् त्यो पुस्ताहरूले त नयाँ नयाँ खोज्छ नि नयाँ नयाँ नेता खोज्छ नि त नयाँ नयाँ देशको संस्कार खोज्छ नि त त्यही एमाले त्यही माओवादी त्यही विकल्प त्यही प्रचण्ड त्यही शेरबहादुर देउबा त्यही केपी ओली खोज्दैनन् के जस्तो सुकै उनीहरूले विद्रोह गरे पनि र जस्तो सुकै म राष्ट्रपिता भने पनि अबको विकल्प भनेको देशमा जनताले बुझिसकेको छन् यिनीहरूलाई चाहिँ ल्याउँदैनन् अब नयाँ पार्टीको रूपमा रूपान्तरण भएर काङ्ग्रेस चाहिँ अब सशक्त रूपमा आउँदैछ दुवै पक्षबीच बस्दैछन् अब यो देश चाहिँ 2007 सालको इतिहास लिएर बिपी कोइरालाको समाजवाद पाउँदै काङ्ग्रेस आउँछ भनिरहेछन् अब यो कोही स्थानीय तहमा चाहिँ काङ्ग्रेस पहिलो पार्टी पनि बन्छ भनिरहेछन् क्या यसलाई कसरी हेर्नु भएको छ यस्तो हुन्छ कि काङ्ग्रेस आउँछ होइन माओवादी आउँछ भन्दाखेरि पनि काङ्ग्रेसले अहिलेसम्म काङ्ग्रेसमा भएका कुन चाहिँ नेता राम्रो छ र कुन चाहिँ जेनजी युवाहरू छन् भनौँ न ल काङ्ग्रेसमा जेनजी युवाहरूलाई लिएर आओस् सपोर्ट गर्छन् होला होइन अनि माओवादीमा पनि जेनजी युवाहरूलाई ल्याओस् अनि आफै अगाडि सर्ने घुँडा टेकेर लौरो टेकेर हिँड्न सक्दैनन् बुढाहरू बाजेहरू आफै आउनलाई आफै कुर्सी तान्नलाई हतार भइरहेको छन् कि ल्याओस् न त अब्बल व्यक्तिहरू जेनजी युवाको के अरे पुस्ताहरू लिएर आओस् ल तिनीहरूलाई पनि हामी चान्स दिन्छौँ कि माओवादीलाई पनि दिन्छौँ कि एमालेलाई पनि दिन्छौँ कुन चाहिँ नेता छ यहाँनिर अब्बल व्यक्ति कुन चाहिँ छ बुढो खाडालाई हामी ल्याउँदैनौँ हामी बुढो खाडालाई हामी देश दिँदैनौँ अब हामी यङ जेनेरेसनलाई देश दिन चाहन्छौँ तपाईँहरूले यदि नयाँ पुस्तालाई अगाडि लिएर हात के अरे बढ्नुहुन्छ भने 1-2 सिट आउला तर आफू नै उठेर आफै नै बढ्नुहुन्छ भने पत्ता साफ युवा खोज्दै त काङ्ग्रेसले आज देउवा फालेर गगन ल्यायो त त्यही भएर पहिलो पार्टी बन्छ क्या गगनलाई पनि 40-50 वर्ष हुन लागिसकेको छ युवा भन्न मिल्दैन 25 देखिकोलाई मात्रै हामीले चाहिँ नि यङ पुस्ता भनेर मान्न सकिन्छ बुझ्नुभयो नि हामी त्यो गगन थापालाई पनि यङ पुस्ता भनेर चाहिँ मान्दैनौँ